हेलो गुड मर्निङ सबैजनालाई। र यतिखेर भने चाहिँ हामी घरदेखि सब्जीहरू निकालेर निस्किँदैछ। आमाले बुढामा बोक्नु भएको छ हो, अन्त चाहिँ मेरो झोलामा छ। ए हो अन्त गाइस साह्रो छ सागसब्जीहरू रोपराप गरेर यसरी तपाईहरुको माछसम्म बजारसम्म पुर्याउनु ल्याउनुको लागि चाहिँ साह्रो छ, मेहनत गर्नुपर्छ। र यो चाहिँ यताबाट घाम झुल्किन्छ। यो चाहिँ बिहानै 4:30 को दृश्य हो। र फाइनली हामी चाहिँ बजार पनि आइपुगिसक्यौं र फुलको देखि चाहिँ स्टार्टिङ हुँदैछ र सबैजना आइसक्नु भएको छ। सब्जी बेच्ने किन्नु हुने सबजना आउनु भएको छ र म यहाँ तपाईहरुलाई देखाउँदै लाँदैछु। हाम्रो बहिनी चाहिँ यहाँ सब्जी बेच्दैछ। यो सब हाम्रो चाहिँ यहाँ बोरामा पनि छ। यहाँ चाहिँ बहिनी चाहिँ यहाँको नजर हाम्रो माथि हाटघर बनिएको चाहिँ यस्तो हुँदैछ। यो 30 रुपियाँ हो, अन्त उयो चाहिँ 20 हो चिप्ले चाहिँ। हजुर अब हाम्रो एउटा मात्रै रह्यो है कालो निङ्गुडे। यहाँ हाम्रो गाउँको दिदी पनि हुनुहुन्छ, बडीको छोरी। त्यसको त र हाम्रो याङयाङमा चाहिँ सन्डे हाट लाग्ने गर्छ र एकदमै सस्तो र फ्रेस तपाईहरुले पाउनुहुन्छ। र यहाँ हाम्रो बहिनी उभिरहेको छ। हाम्रो चाहिँ सिमरायो मात्रै रहेको छ, यो बोरामा पनि सिमरायो हो। निगुडे पनि सक्यो, सिमी पनि अलिकति मात्रै छ अब चाहिँ। र तपाईहरुलाई म देखाउँछु ल अगाडिसम्म कोले के ल्याउनु भएको छ भनेर। परसम्म तपाईलाई देखाउँदै लान्छु, हेर्नुस् ल। मेरो चाहिँ हालत यस्तो भएछ, भोक लागेर तिर्खा लागेर ग्यास भएर बिहानै मर्ने बेला भइसकिसक्यो। मलाई चाहिँ अल्छी लागेर। अन्त यहाँ हेर्न सक्नुहुन्छ तपाईले रोज दामी फुलिरहेको छ। बिहानको पानी भएर कस्तो दामी देखिरहेछ नि रोज। वाउ दामी। अन्त यो चाहिँ हाम्रो याङयाङको हाटको नजारा हो आज सन्डेको। म चाहिँ यहाँ छु, अल्छी लागेर मर्यो। आएन त त्यो आज्ञा त हाम्रो लसुनको पैसा दिएन त। चिसै भयो हेर्नु त बोरामा बसेर। यहाँ हाम्रो भाउजूहरू पनि हुनुहुन्छ। भिडियो बनाएको एडभर्टाइज। एउटा चाहिँ गइरहेको शान्तिको कोपिला पनि निकै रहेछ नि त है। 100 रुपियाँ भन्नु। म मटर लैजाउँ भने त सकेछ नि है। अब चाहिँ हाम्रो निगुडे दुई बिटा सिमरायो सिबी बहिनी बेच्दैछ यहाँ। त्यस्तो बेसी मान्छे आउँदैन रहेछ नि आजकल। उयो माथितिर ड्याममै हुन्थ्यो नि त। अब भने चाहिँ 6 बजेको नजारा हो। यो चाहिँ घाम झुल्केर तल अब छ 6:30 पनि हुन लागेको छ। र सबैजना किनमेल भइरहेको छ, किनमेल चलिरहेको छ। हरियो परियो सागसब्जीहरू बस्तीको हेर्नुहोस् यहाँनिर। अब चाहिँ बजार सक्यो याङयाङको। घाम पनि आयो, सामान आइपुग्यो।
5 बजेदेखिको चाहिँ नि 6-7 अहिले कतिको 7 बजी होला त्यति बेरसम्म त्यही अलिअलि मान्छे छ। याङयाङको दृश्य चाहिँ यस्तो छ साथीहरू। यो चाहिँ 8:30 भइसकेको छ होइन। अन्त हाम्रो हाट चाहिँ हेर्नुहोस् है, सौदा सबै बेचिसकिसक्यो। यहाँ दिदीहरूको छ अलिअलि सागहरू। अन्त हाम्रो चाहिँ यति रह्यो होइन। 2टा सिमरायो छ, सिमी छ। अन्त अल्छी लागिसकिसक्यो। अब चाहिँ हामी पनि घर फर्किने। हेर्नुहोस् है, सब्जी रहेको किनेमा लैजानुपर्छ होला हौ, सुप खानु किनेमाको। अन्त चाहिँ नि गुडीहरू रहेछ यहाँ। टमाटर, बस्तीको टमाटर हेर्नु। ए सबैजना गइसक्नु भयो बेचेर। यहाँ हाम्रो बहिनी डुल्दैछ है। यहाँ चाहिँ बहिनी र म। ए कोको, ए यहाँ हेर्नुहोस् है, हाम्रो कोको सेम रहेछ। सेम आँखा चाहिँ के भएको? सेम हाम्रो कुकुर जस्तै रहेछ। यहाँ चाहिँ अन्त बहिनी र म। बहिनी डुलेको नि याङयाङमा चाहिँ जाडै छ। हामीले बिहानै आएको नि त, त्यही भएर स्कुटीमा आएको हो। अन्त बहिनी र म डुलेको। अब चाहिँ हाम्रो 2टा मात्रै सिमरायो रह्यो। अन्त चाहिँ अब लिएर जाने। पुरा भोक लागेर चाहिँ ग्यास भएर चाहिँ मर्ने बेला भइसकिसक्यो होइन। अन्त चाहिँ अब गएको हाम्रो सौदा होइन। अन्त हाम्रो चाहिँ यहाँ चाहिँ हेलमेटहरू यही हो। बहिनीको स्कुटी लिएर आएको यहाँ छ। बहिनीको स्कुटी चाहिँ लडाएर पिल्छाइरहेको छ। यस्तो डेन्जर पिल्छ चाहिँ ल्याउनु। प्लान्टहरू पनि छ, क्याक्टस। गाइस मैले चाहिँ यो किनेको होइन, जस्ट 80 रुपिसमा चाहिँ किनेँ मैले। लगेँ हो। बहिनीले चाहिँ यहाँ पैसा दिँदैछ आन्टीलाई। हजुर बहिनीले। यहाँ हेर्नुहोस् त हेर्नुहोस्। मैले चाहिँ यो प्लान्ट किनेको होइन, जस्ट 80 रुपिस। थ्याङ्क यू आन्टीलाई होइन। आन्टीले चाहिँ 100 रुपिसमा बेच्नु हुँदै थियो। अन्त मैले चाहिँ 80 रुपिसमा आएको होइन। कस्तो दामी छ यो। अब यो लिएर जान्छु घर। यहाँ हेर्नुहोस् है, क्याक्टस। अन्त हाम्रो याङयाङको हाट सक्यो। अब चाहिँ सबैजना गइसक्यो। ओइ हिँड्छौँ। अब चाहिँ हामी पनि गएकै। कति छ हाम्रो सामान यतिवटा। अन्त मैले किनेको छ हाम्रो चाहिँ। दिदीहरू फर्किनु हुँदैछ। याङयाङलाई बाई बाई भनिदिएको ल मैले चाहिँ। अब हामी चाहिँ घर पनि आइसक्यौँ। मैले प्लान्ट पनि ल्याएको हो। जस्ट फर 80 रुपिस। आइपुग्यौँ हामी। आमै कता गएर जानुभएको? चर्च। ए अन्त हामी चाहिँ घर जाने ओह्रालो बाटो जाँदैछ। मैले त छ अनि मैले चाहिँ यो ल्याएको। इट्स जस्ट 80 रुपिस है साथीहरू। यो तपाईँले कमसेकम 150 रुपियाँभन्दा कम्तीमा चाहिँ पाउनु हुँदैन यो प्लान्ट। मैले चाहिँ 80 रुपिसमा मागेर लिएर आएको। र धेरै दिन महिना बादमा चाहिँ आज हामी बजार सब्जी बेचेर चाहिँ आएको गाइस हो। अब यो चाहिँ मेरो लास्ट टाइम नै होला यो वर्षको सब्जी बेचा। अर्को वर्ष भेट्नु पर्ला जस्तो छ। र बाई बाई सबैजनालाई। घरको बाटो यहाँ हेर्नुहोस् त्यो छ। कहाँ गएको तिमीहरू? कहाँ गएको? कहाँ गएको? ओइ कहाँ गएको? लिपस्टिक लगाएको? लिपस्टिक लगाइस्? कसले लगाइदिएको? हात छोड न। लिपस्टिक लगाएको अरे बुङथुङले चाहिँ। यहाँ दामी लगाएछ लिपस्टिक।
दुईजना मात्रै गएको चर्च यता पनि लगाएछ है नक्कलीले नखानु देखान राम्रो देखिरहेछ हौ गएको चर्च त्यसो भए हामी चाहिँ गएको ल यत्रो चप्पल लगाएको छ बिस्तारै जाँदा तिमीहरू चर्च बाई बाई र फाइनली हामी चाहिँ घर आइपुगिसक्यौँ है सब्जीहरू बेचेर पनि र यो म चाहिँ तपाईँहरूलाई प्लान्ट देखाउँदैछु होइन यो चाहिँ मकै पनि यत्रो यत्रो भइसकेछ यहाँ चाहिँ हाम्रो घर आइपुगिसकेको छौँ र थ्याङ्क यू सो मच सबैजनालाई हाम्रो भिडियो हेरिदिनु भएकोमा र इन्जोय गर्नु होला भरपुरसँगले